हेलो एभ्रिवान, नमस्ते। अहिले म हेटौँडा जाने ठ्याक्क पुलमा छु। हेटौँडा नपुग्दै यो भिडियो मैले किन बनाउँदैछु भने म अहिले राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा जाँदैछु र राष्ट्रिय परीक्षा बोर्ड नयाँ ठाउँमा सरेको छ। त्यो लोकेसन तपाईँ यता चितवनबाट यदि तपाईँ राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा आउँदै हुनुहुन्छ भने त्यो कहाँ सरेको छ त्यसको पुरा लोकेसन म यो भिडियोबाट लिएर जान्छु। अब हामी यो हेटौँडाको पुलबाट जाँदैछौँ। राष्ट्रिय परीक्षा बोर्ड कहाँनिर पर्छ म तपाईँहरूलाई देखाउँछु है त। चितवनबाट हेटौँडा जाँदाखेरिको पुल हो है। यो हेटौँडा बजार सुरु हुन्छ। म तपाईँलाई पुरा लोकेसन देखाउँछु। सरर आउनुहोस्। ल, कुन ठाउँ कति किलोमिटर पर्छ हेर्नुहोस् है त। ल, यसरी हामी सिरिल हेटौँडा आइपुग्यौँ। अब तपाईँ यहाँबाट यता बस पार्क हेटौँडा बस पार्कबाट जाँदा पनि हुन्छ। यता देखा त, यताबाट हेटौँडा बस पार्कको बाटो गए पनि हुन्छ, अगाडि बुद्ध चोकबाट गए पनि हुन्छ। म तपाईँलाई अगाडि बुद्ध चोकबाट यता वीरगन्जतिर जाने बाटो है त म यताबाट लिएर जान्छु है। यो बुद्ध चोकबाट अगाडि जाँदैछ। ल, यो चाहिँ हेटौँडा बुद्ध चोक। पहिला चाहिँ यो हेटौँडा बुद्ध चोकबाट देब्रे लागिन्थ्यो भने अब चाहिँ हामी यो हेटौँडा बुद्ध चोकबाट दाहिने यानि कि वीरगन्जतिर जाने बाटो है। लोकेसन हेर्नु, यहाँबाट दाहिने लाग्यौँ जुन चाहिँ वीरगन्जतिर जाने बाटो, जुन तपाईँ हेटौँडा बस पार्कबाट छिर्दा पनि अब यो हेटौँडा जाने बाटो नछोडी सिधै जानु। बुद्ध चोकबाट जाँदा नि हुन्छ, पोखरा हेटौँडा बस पार्कबाट छिर्दा पनि हुन्छ है। जानु जाने बाटो नछोडिदिन अगाडि बढौँ। यसरी तपाईँ यतापट्टिबाट हेटौँडा बस पार्कबाट आउनुभयो भने यहाँबाट निस्किनुहुन्छ। बुद्ध चोकबाट आए पनि यहीँ निस्किन्छ। यसरी सिधै वीरगन्जकै बाटोतिर जाँदै यताउता कतै हेर्नु पर्दैन, सिधै वीरगन्जको बाटो। अब तपाईँ सिधै वीरगन्जतिरको बाटो हेर्दै आएपछि यतापट्टि हेर्दै एउटा बोर्ड छ, के हो म तपाईँलाई देखाउँछु नि है त। ट्याक्क म यहाँ अडेँ रोकेँ, त्यो अगाडिपट्टि हेरेँ के देखेन ऊ त्यहाँ हेर त, त्रिभुवन उता अगाडि त्रिभुवन विश्वविद्यालय हेर्नु त, वन विज्ञान अध्ययन संस्था लेखेको छ नि। ठ्याक्क त्यसको अपोजिट यतापट्टि हेर्नुभयो। यतापट्टि हेर्नुहोस्, यतापट्टि त्रिभुवन विश्वविद्यालय वन विज्ञान
अध्ययन संस्थाको ठ्याक्क अपोजिटबाट एउटा छिर्ने ठाउँ छ। ल उतापट्टि देखाउँछु, उतापट्टिबाट ठ्याक्क पारिपट्टि यो वन विश्वविद्यालय छ भने त्यसको ठ्याक्क अपोजिटबाट छिर्ने ठाउँ छ। बाटो हेर्नुहोस् है त, टक्क छिरेर जानु, एकदमै सही लोकेसन है, सजिलो। बाइकमा आउनु भएको छ भने अथवा गाडीमा आउँदा पनि यहीँ झर्नुहोस्। अब यसरी जानुहोस्, त्यसपछि यहाँनिर अब दाहिनेतिर, सरी अब तपाईँ देब्रेतिर मोडिनुपर्छ। यहाँनिर म लोकेसन देखाउँछु, यहाँ हेर्नु देखाउँछु, तनहुँ खाजा घर भन्ने देखेको छ, तपाईँले भेट्नुहुन्छ देब्रेतिर है। त्यहाँबाट लगभग 50 मिटर अगाडि आइसकेपछि त्यो चोकबाट यहाँ हेर त, यो तनहुँ खाजा घरबाट यस्तो छिर्ने बाटो छ। ट्याक्क यसरी छिर्नु, छिरेपछि देब्रेतिर, देब्रे सिधै जाने होइन, देब्रे अलिकति छिर्ने बित्तिकै फेरि दाहिनेतिर। ल हेर्नुहोस् है, यता देब्रे जानु भएन है, देब्रे जानु भएन, यता दाहिनेतिर फेरि छिर्ने बित्तिकै। त्यसपछि यो बाटो नछोडिकन दाहिनेतिर हेर्दै जानुहोस्। यो बाटो नछोडिकन दाहिनेतिर हेर्दै जानुहोस् भने तपाईँले राष्ट्रिय परीक्षा बोर्डको देख्नुहुन्छ, म देखाउँछु है त। यसरी भुवनेश्वर पशुपति मन्दिर देखाउँछ, त्यसको भन्दा अगाडि नै पर्छ। सिधै अगाडि जाउँ, बाटो नछोडिकन सिधै जानुभयो भने ट्र्याक्कै राष्ट्रिय परीक्षा बोर्ड यही बिल्डिङ हो। यो बिल्डिङ राष्ट्रिय परीक्षा बोर्डको बिल्डिङ हो। ल हेर्न सक्नुहुन्छ तपाईँले, यो राष्ट्रिय परीक्षा बोर्ड। ल